Yo guys, yo what's up? Welcome back to our new episode of the Suman Vlogs. Let's go. आजको भिडियो चाहिँ सनसेटको लागि छ. यसको हेर्नु होला है. Hello, good morning. Yo, what's up? Welcome back, guys, to our new video. So, के छ हजुरको हालखबर ठीक छ होला नि यहाँ मलाई यहाँ ढिलो भइसक्यो यहाँ आज यहाँ त्यसै ढिलो हुन्छ है घरिघरि त समटाइम्स डजन्ट वेट भने जस्तो कुरो हो गाइज कुनै पनि टाइम कसैलाई रोकिन्न हैन द्याट्स वाइ म त भागिरहेको छु अहिले यहाँ ढिलो भइसक्यो ए त साइकलमा जाने नो ओरिज लेट्स गो कताबाट आयो साइकल नि याद छैन कता आयो साइकल इधर guys. Let's go. Now you have to go to office, man. Yes. How do you feeling, man? Feeling bad. Don't worry. Go and Kiki, lecture Kiki mas. Hi. Bye. Best of luck. I will not go. No. Sayonara. My camera is not set properly यार एक केटा हो त्यतिको देखिन यार सिटै तल गर्नुपर्छ जस्तो हो नि चल मुन्ना चल खै मित्र यसो छोड्दैन त बाटो ल गयो ल सब गफडी हैं गाइज हैं गफ 1 नंबर का 2 नंबर का 3 नंबर का सब गफडी आमामामा हो हावा पो आउँछ त यस्तो हावा किन आउँछ है क्लासबाट निस्किने बित्तिकै यसको पेछाम हैन आफ्टर सो मेनी टाइम्स बल्ल घाम लाग्छ गाइज यस्तो हुन्छ कि मलाई रिस उठ्छ नि फेरि हल्लेर यो मा टाइटै हुँदैन नि यार हेरिराख्नुपर्छ त्यही भएर घरिघरि यसलाई मैले होइन पछि यतापट्टि राखेर मै समातेर चलाउनु बनाइदिन्छु क्या यस्तोमा हो क्या यस्तो हल्लिन्छ गाइज आगे लू आप लोग को दिखाने के लिए वेट गाइज हल्का यस्तो एंगल मिलाम है लेट्स गो गाइज र अहिले त हामी यो समात्नुपर्छ हेर अहिले कस्तो हल्लेको भए ला ओए जुन देखिया बे अहिले आयो ओ माई गॉड केटा हो भ्यू हेर्ने भ्यू अब म तपाईलाई अगाडिबाट देखाउँ भ्यू हेर्ने हो त केटा हो भ्यू हेर्ने हो वेट गाइज लेट मी शो यू टन टडन Oh my god, nice यार दामी भ्यू छ त दामी लेट्स मुभ अगाडि जस्ट सी दिस सनसेट नियर द भ्यू यार यस्तो खतरै अलिकति घुमिन्छ वाह रक स्टडी 2 मा सुट गरिरहेको छु अहिले र गाइज यो जापानको सनसेट हेर्न सक्नुहुन्छ हजुरहरूले यो त रिभर साइडबाटको भ्यू विथ द ब्युटिफुल सनसेट र हाँडी त हामी हजुरहरूलाई अगाडि धेरै अगाडि लिएर जाँदैछौँ हामीसँग बसिराख्नुहोस् र हामी यो बाटो सर हिँड्छौँ अब है र गाइस दामी नै देखियो कि आहा यो सनसेटलाई ट्याक्का क्याप्चर गर्दै हैन सररै हिँडिरहेको छु म
यताबाट राम्रो रहेछ त ठाउँ त खत्रै गाइज यार। अन्त यहाँ गाडीहरू नल्याउनु भनेर यस्तो यस्तो राखिदिया हुन्छ कि यहाँ चाहिँ। अनि यहाँबाट खोलाको जस्तो रहेछ एउटा नि नेपाली हो जस्तो पनि लागेको छ नि। यता त यहाँ धेरै जस्तो निहोन्जिनहरू वाकमा आउनुहुन्छ र यो ग्राउन्ड हेर न यार खत्रै आएछ र गाइस मलाई हेर न रातो देखेको छु यार बाप्रे यस्तो रातो छैन म यार यो क्यामेरा यता गऱ्यो कि होइन यो थाङ्रा 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 यति हल्लिन्छ अनि यस्तो आनन्द यहाँ चिल हान्ने ठाउँ रहेछ चिल यस्तो ठुलो घर छ क्या यार बाप्रे यतै साइडमा चाहिँ खास सुनामी नआउँछ भने यसरी बनाएको यता त आउनु देखेँ नि त्यो आउनु लुखुर आउनु मिल्छ लुखुर है यहाँ मान्छेहरू त हाम्रै क्लासको होइन नि त। हेलो के छ? नो म भिडियो बनाउँदै आएको। कतिखेर आउनको? ओके ल इन्जोय गर्नु गाई ऊ त्यता झन् राम्रो हऱ्यो हो यति म भिडियो बनाउँदैछु अहिले आउँला ल छैन भाइरल कहाँ ल भन्नु के भन्नुहुन्छ मेरो भिडियोमा मार्छ नि ल आउनु सोल्टी तपाईँ आउनु ल देखिनु ल ल हाल्दै भनिदिनु यो यस्तो सनसेट हुन लागिसक्यो यहाँ त गाइज हामी अब यहाँ के घन्टी त जता पनि नबजाउनु के अरे हामी त चारजना भर्खर नयाँ आएको सबै सेन पैसा बस्दा नि ठिकै हुन्छ कि एउटा ला एक्लै अहिले पछाडि आउँदैन सिक्दै मैले नि साइकल चलाएको थिएन मैले त यहाँ चाहिँ साइकल चलाएको टर्कीको क्यान्टिनमा चाहिँ सिकेर खाना खाँदाखेरि कहिले सिक्थ्यो नेपालमा आएर आफ्नै भएर चाहिँ चढेर चलाएको राम्रोसँग आउँदै मेरो साइकल थियो एउटा यस्तो गाइज यता चाहिँ अर्कै झन् ग्रिनी रहेछ यस्तो हेर त आहा चापाना घुम्ने ठाउँ लास्टै धेरै खायो मस्त घुम्नुपर्छ लिएर त त्यहाँ साइकल अनि हाम्रै नेपालको अलिअलि साथीहरूलाई भेट्यो मैले जग्गा नेपालले भेटिन्छ क्या गाइज ढुक्क हेर न कस्तो चिल ठाउँ हो के यही हो मैले ढुङ्गाहरू देखाउनु ल्याएर घाम त अस्ताइसकेको छ गाइज यतापट्टिको साइड नोटिस गरौँ ल यसो यता घुम्दै भाइ नाइस खतरा छ त्यो ठाउँ त यहाँ त आनन्द लाग्छ चिल बस्न मजा हुँदो रहेछ मलाई त 5 मिनट लाग्छ नजिकै तपाईँले त अनि अस्ति साइकल किनेखेन भन्नु थियो त होइन ठिक छ के यतिको चलाउन जानु सिक्दैन किन सिक्न पर्यो धेरै ल अनि भइहाल्छ जानै त भयो के स्कुटर चलाउनु भएको नि त भइहाल्यो नि त्यही नै अग्लो हुन गाह्रो हुन्न साइकल चलाउनु त ल थोडा सा लेट हो क्या हामी यहाँ न त सनसेट चाहिँ आउनु त्यही त थम्बनेल निकाल्नु पर्छ क्या एउटा फोटो निकाल्नु पर्यो गाइज उनीहरूले त आउने प्लान नगर्दा नबोलायो अझै उता हो यता त आउनु त लास्टै गाह्रो हुने हो नि त त्यसरी त अनि
मेरो त यो पुलबाट गयो भने ठ्याक्क 3 मिनेटमा पुग्छ त्यहाँ जाम ए? भयो 3 मिनेट नत्र 5 मिनेट त पुऱ्याइहाल्छ हिँड्ने नै होइन नि मैले सुतेछु 4 बजे 4:30 बजेसम्म अनि आधा राति त म दार्जिलिङ छ नि त एउटा बहिनी अँ अनि ए। उसलाई बिहान पुऱ्याइदिएको अनि बेलुका लिन आउँछ भन्छ भाइ त्यो उस त दिपकले त त्यस्तो गाला चड्काइदिनु रहेछ रिस उठेको बेलुका लिन आउनु त भन्छ भाइ त्यस्तै हो त दिपकी वर्ष दिए होइन 2 दिनसम्म त यता पनि साइकल सिक्दै हेर्छ नि ल अनि एउटा फोटो निकाल्छु क्या जग्गामा ओए हेर त यस्तो दामी निस्क्या चल चल अझै अगाडि गएर आऊँ न ऊ त्यसो बुझाउँ झल्किने परेसम्म जाम न त्यो हाम्रो साथीहरू आउँदै आएन आउनु जानु त नाथे यहाँ साइकल ए यहाँ को रहेछ नि त नि भिडियो बनाउनै आएको म त अनि लगाइ जाऊ यहाँबाट अलिकति भ्यू देखिन्छ कस्तो दामी छ भाइ यिनीहरू त यहाँ कहाँ हाम्रैको उसको होइन नि खै सब यहीँ ओए यता नि खत्रै छ अब यताडि उतापट्टि पुगेर स्वाट्ठ घुमेर आउनु पर्ला भ्लग बनाउँदै त हिँडिरहेको छु नि र गाइज लुक एट दिस भ्यू निन्जा हतोडी हतोडी यो बाटो है लेट्स गो सुलुलुलु